हेलो नमस्ते सबैजनालाई है। ल है मैले चाहिँ अलिक ढिलो भए पनि तपाईँहरूलाई शुभकामना दिँदै है ह्याप्पी बुद्ध पूर्णिमा है सबैजनालाई है। अन्त हामी चाहिँ गाउँमै थियो होइन, गाउँबाटै चरौँ भनेर चाहिँ यहाँनिर गरेको थियो है। हजुरहरूलाई कस्तो लाग्छ हेर्दै गर्नु होला मेरो भिडियो लास्टसम्म स्किप नगरिकन है। म चाहिँ अलिकति नाक बन्द भएको कारणले गर्दा चाहिँ मार्की लागेको कारणले गर्दा चाहिँ अलिकति स्किप गरिदिनु होला भोइस चाहिँ ल। अन्त हेर्नुहोस् होला कस्तो दामी देख्दैछ है, हेर्नु न। उहाँहरू आउनु पनि थालिसक्यो माथिबाट गुम्बाबाट हो। हामी चाहिँ त्यहाँनिर चढेर त्यहाँदेखि उनीहरूसँगै जोइन भएर चाहिँ जाने भनेको सोच्यो होइन। हामी चाहिँ त्यतै बसेको थियो है। यहाँ केटकेटीहरू पनि छ, अगाडि चाहिँ केटकेटीहरू थुप्रो छ होइन, पछाडि पनि छ। अन्त लामाहरू पनि आउनु हुँदै थियो, लामा मेमीहरू पनि हो। अन्त मेरो त्यो स्वर अलिकति उयो भइरहेछ हेर्नुहोस् त। अन्त त्यही भएर चाहिँ यहाँनिर पुरा यसरी गर्छ नि त। हाम्रो चाहिँ गाउँमा सगुनहरू राख्छ यसरी है। तपाईँहरूतिर चाहिँ कसरी राख्छ? हाम्रो चाहिँ यस्तो गाउँतिर अब थाकेर आएको हुन्छ भनेर चाहिँ यहाँनिर चाहिँ सगुनहरू पुरा राखेको हुन्छ है। तपाईँहरूतिर पनि यस्तो गर्नुहुन्छ होला है। अन्त म चाहिँ अलिकति भोइस उयो भएको कारणले गर्दा चाहिँ पुरा हल्ला कारणले गर्दा चाहिँ मैले चाहिँ भोइस ओभर गर्दैछु नि त है। त्यसमा माफी चाहनु होला है हजुरहरू पनि। अन्त यहाँ हाम्रो भाउजू जेठानी दिदी चाहिँ यहाँनिर नानी बोकेर जानुहुन्छ अरे भनेर चाहिँ यहाँनिर चाहिँ दर्शन गर्नुहोस् हजुरहरू पनि है। अन्त यहाँ हामी चाहिँ यो पाल्की मुनि पस्नुपर्ने हुन्छ है। पसेर चाहिँ यसरी निक्लेर चाहिँ यहाँदेखि चाहिँ हामी चाहिँ उयो पुगिसकेको बुद्धम शरणम गच्छामि भन्दै यसरी जाँदैछु। मैले चाहिँ लड्छ थियो। अन्त त्यहाँदेखि चाहिँ हाम्रो चाहिँ यसरी सगुनहरू राखेको हुन्छ है। गाउँभित्र होइन, थाकेर आएको हुन्छ भनेर चाहिँ चियापानी सबै दिएको हुन्छ। अन्त एकछिन रेस्ट गर्नु पनि पाउँछ, रेस्ट गर्दै हिँड्दै हो। हजुरकोतिर पनि कस्तो गर्नुहुन्छ भनिदिनु होला है। अन्त म चाहिँ अलिकति घाँटी खस भइरहेको थियो, तर पनि खिच्दै थिएँ हो। साथीहरूलाई पनि देखाइदिँदै थिएँ होइन। मेरो साथीहरू गाउँको साथीहरू यता भाइहरू पनि देखाइदिँदै थिएँ हो। एकछिन रेस्ट गर्दा पनि अलिक शान्ति पाउँछ भनेर लामाहरू पनि बसिरहनु भएको थियो, पढ्नु हुँदै थियो लामाहरू पनि। अन्त पढेर चाहिँ यहाँ चाहिँ पुरा उयोहरू गरेर चाहिँ खानापिना खानेहरू ब्रेकफास्टहरू उयोहरू सबै गरेर चाहिँ त्यहाँदेखि लाग्यो है। फेरि हामी रोड पुगिसकेको थियो है। नर्मल रोड चाहिँ त्यहाँदेखि आएर चाहिँ सिधै गुम्बामा आएर चाहिँ फर्स्ट सुरु चाहिँ यहाँनिर चाहिँ 3 पल्ट उयो ढोक गरेर चाहिँ घुमेर चाहिँ यहाँनिर चाहिँ बुद्ध भगवान्लाई चाहिँ ठु हाल्नुपर्छ नि। अन्त ठु हाल्नु परेर चाहिँ यहाँनिर चाहिँ ठु हाल्दै थियो हामीले चाहिँ यहाँ पर दाजु र नानीले चाहिँ होइन। अन्त मैले चाहिँ भिडियो गरिदिँदै थिएँ हो। अन्त म चाहिँ अब भिडियो गर्नु कारणले गर्दा चाहिँ त्यही गरेर मेरो चाहिँ भिडियो हुन सकिनँ है। अरूको गरिदिँदै थिएँ हो। यहाँनिर चाहिँ उहाँ घुम्नु हुँदैछ है यता चाहिँ। अन्त मैले चाहिँ भिडियो गरिदिँदैछु है। 3 पल्ट गएको गरेर चाहिँ उयो गर्नुपर्ने हुन्छ। त्यहाँदेखि हामीले चाहिँ गुम्बा देखाउँदै थिएँ चाहिँ हाम्रो गुम्बा हो। हाम्रो घरदेखि चाहिँ 10 मिनट जस्तो लाग्छ माथि गुम्बा पुग्नु चाहिँ हो। अन्त त्यही भएर पानी पर्दै थियो, पानी मुनि बसिरहेको थियो सबैजना, पानी हेरेर बिजोग भएर त्यहाँदेखि चाहिँ हामी खाना खानुपट्टि गएँ। यो चाहिँ हल हो, बुद्धको उसको हल हो, शेर्पा हल हो यो चाहिँ होइन। गुम्बाको छेउमा छ। यहाँ केटाहरू पनि देखाइदिन्थ्यो, खाना कुकहरू गर्दै थियो केटाहरूले पनि हो। यहाँ हाम्रो दिदीको छोरा हो, यता हाम्रो जेठानी दिदीको छोरी हो। अन्त यहाँ चाहिँ त्यहाँदेखि चाहिँ वाङ दिनु थाल्यो है। वाङ चाहिँ स्टार्ट हुन थालेको थियो है। हजुरहरू पनि दर्शन गर्नुभयो होला है सबैजनाले। कस्तो लाग्छ भिडियो लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिदिनु होला ल।
मैले चाहिँ धेरै दिन बाद चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ धेरै भने हो, तर पनि हेर्नुहोस् होला तपाईँहरू चाहिँ ल, तपाईँहरू पनि यसरी नै थाप्नु होला। डेकोरेसन चाहिँ दामी गरेको थियो, हेर्नुहोस् त।